विद्यार्थी भाइ बहिनीहरू नमस्कार छ। अब आज तपाईहरुलाई सेट 2 को ग्रुप सी को क्वेशन नम्बर 22 गर्न लागिरहेको छु र यसैको योभन्दा अगाडि चाहिँ हामीले मिन मिडियन निकालेका थियौं र आज हामी यसैको अरमा आउने क्वेशन हो जुन चाहिँ प्राइस इन्डेक्स नम्बरसँग रिलेटेड छ। यो क्वेशन रहेको छ कन्स्ट्रक्ट लास्ट इयर्स एन्ड पासेस प्राइस इन्डेक्स नम्बर फ्रम द फलोइङ डाटा फर द इयर 2024 बाइ टेकिङ 2022 एज द बेस इयर। यसको अर्थ चाहिँ 2022 लाई बेस इयर मानेर चाहिँ 2024 को लागि चाहिँ लास्ट इयर र पास्ट इयरको प्राइस इन्डेक्स नम्बर निकाल्नु भन्न खोजेको हो। र हामीले यहाँ दिएको छ गुड्सहरु दिएको छ हामीले यहाँनेरि ब्याग बुक कपी पेन र हामीले यहाँ बेस इयर 2022 मा दिएको छ प्राइस दिएको छ क्वान्टिटी दिएको छ त्यसैगरी करेन्ट इयर 2024 को प्राइस र क्वान्टिटी दिएको छ र यसलाई हामी अब यसरी गर्न सक्छौं। सल्युसन अब सल्युसन गुड्स लेख्ने ब्याग बुक कपी पेन र हामीले यो थाहा हुनुपर्छ कि बेस इयरमा रहेको प्राइसलाई P0 ले जनाउनु पर्छ र बेस इयरमा रहेको क्वान्टिटीलाई हामी Q0 ले जनाउँछौं। त्यसकारण यसलाई हामीले अब यहाँनेरि चाहिँ बेस इयर प्राइस भनेको P0 हुन्छ P0 ले गर्ने त्यसपछि यसको भ्यालु लेख्ने जस्तै दिएको छ हामीले यहाँनेरि 10 8 5 3 त्यसैगरी यहाँ क्वान्टिटीलाई हामी Q0 लेख्छौं Q0 यहाँ दिएको छ 2 10 8 5 त्यसैगरी हामीले यहाँ दिएको छ करेन्ट इयर को प्राइसलाई P1 ले देखाइन्छ जनाउँछ P1 लेख्ने र यसको भ्यालु लेख्ने हामीले अब यहाँनेरि 20 10 8 5 त्यसैले क्वान्टिटी भन्नु भने यसलाई हामीले Q1 ले जनाउनु पर्छ। भ्यालु रहेको छ 15 फेरि यो 15 12 10 यो सजिलो छ भाइ बहिनीहरु। यो बेस इयरको प्राइसलाई P0 र क्वान्टिटीलाई Q0 करेन्ट इयरको प्राइसलाई P1 र क्वान्टिटीलाई Q1 ले लेखिन्छ Q1 ले जनाएर लेखिन्छ। र अब हाम्रो रहेको छ सबभन्दा पहिले हामी अब यो लेस पेयर्सको हामी अब क्याल्कुलेसन गर्नुपर्छ र हामीलाई यो सूत्र थाहा हुनुपर्छ कि लेस पेयरको भन्नेबित्तिकै हामी यहाँ रफमा साइडमा लेख्न पनि सक्छौं। हामी यो भनेको सिग्मा P1 Q0 अपन सिग्मा P0 Q0 इन्टु 100 हुन्छ। ए अनुसारले अब हामीले यहाँनेरि टेबल बनाउनु पर्छ। सबभन्दा पहिले P1 Q0 र यसलाई अब हामीले भनेको चाहिँ यो P1 छ र यो Q0 छ यो मल्टिप्लाई गर्ने P1 यो छ P1 20 छ र Q0 2 छ र 2 इन्टु 20 गरेर भने यहाँनेरि हुन्छ हाम्रो 40 हुन्छ। त्यसैगरी 10 इन्टु 10 100 8 इन्टु 8 64 5 इन्टु 5 25 हुन्छ। त्यसैगरी हाम्रो फर्मुला रहेको छ यहाँनेरि P0 Q0 भनेपछि P0 Q0 अब यहाँ मल्टिप्लाई गर्ने P0 Q0 भनेको चाहिँ अब 10 इन्टु 2 20 8 इन्टु 10 80 हुन्छ 5 इन्टु 8 5 8 40 भयो 3 इन्टु 5 15 हुन्छ। त्यसपछि हामी यसलाई एड गर्छौं। यसलाई हामी यहाँनेरि टेबल पनि बनाउन सक्छौं यसरी। यो सजिलो छ यो हिसाब। अब हामीले यो सिग्मा P1 Q0 निकाल्ने। अब यो सबै एड गरेर भने हाम्रो आउँछ 229 आउँछ। यो जोड्यो भने 229 हुन्छ। त्यसैगरी सिग्मा P0 Q0 यो हामीले एड गर्यौं भने 155 आउँछ। यो एड गर्यो भने अब हियर सिग्मा P1 Q0 इज इक्वल टु 229 सिग्मा P0 Q0 इज इक्वल टु 155। अब लास्ट पेयर भनेको चाहिँ सिग्मा P01 LA इज इक्वल टु वाट गर्ने। अब
बाई फर्मुला हामीलाई थाहा छ लेस पेयरको प्राइस इन्डेक्स नम्बरको फर्मुला हुन्छ सिग्मा P1 Q0 अपन सिग्मा P0 Q0 इन्टु 100। अब भ्यालु पुट गर्ने यो भनेको हामीलाई दिएको छ यहाँनिर 229 आएको छ। यो भनेको 155 अनि इन्टु 100 इज इक्वल टु 22900 अपन 155। अब यसलाई डिभाइड गर भने 22900 लाई 15 ले डिभाइड गर भने 147.474 आउँछ। Therefore P01 LA इज इक्वल टु 147.74। यति गर्दा यसको एन्सर आउँछ। हाम्रो आधी भयो र अब बाँकी रहेको हामी आधी फेरि गर्छौँ। र त्यसै गरी भाइ बहिनी हो अहिले हामीले भर्खरै यो लेस पेयरको सक्यौँ। अब हामी फेरि पास चेकको गर्छौँ। यो 8 मार्क्सको हो, यति गर्दा 4 मार्क्स आउँछ। अब बाँकी रहेको 4 मार्क्सको लागि फेरि हामीले अब यो पास चेकको प्राइस नम्बर निकाल्नु पर्ने हुन्छ। यसको लागि फेरि हामी गर्न सक्छौँ अगेन अघिकै पारा हो, हामी यहाँनिर यो गुड्स लेख्छौँ। गुड्समा रहेको छ हामीसँग ब्याग, बुक, कपी, पेन। त्यसै गरी बेसहरूको हामी यहाँसम्म हामी क्वेसनकै हो, यहाँसम्म हामी क्वेसनकै साट्छौँ यो यहाँनिर। अब यहाँ बेसहरू लेखिसकेको छ, हामीले डाइरेक्ट यहाँनिर हामीले अहिलेको लागि सिधै हामीले यो P0 लेख्न सक्छौँ। हामी यहाँनिर P0 गर्ने अनि भ्यालु लेख्ने 10 8 5 3 Q0 2 10 8 5। त्यसै गरी P1 भनेको हामीलाई दिएकै छ क्वेसनको हो यो 20 10 8 5 Q1 15 15 12 10। यो भनेको क्वेसनबाटै आएको हो यो। र अब हामीलाई यो थाहा हुनुपर्छ कि एउटा हामी रफमा राख्न सक्छौँ पास चेकको फर्मुला भनेको चाहिँ सिग्मा P1 Q1 अपन सिग्मा P0 Q1 इन्टु 100। अब यही अनुसार अब हामीले यहाँ टेबल बनाउनु पर्छ। यहाँ P1 Q1 छ, हामी यहाँ लेख्छौँ P1 Q1 हामी गर्छौँ। अब मल्टिप्लाई गर्ने यो P1 Q1 को भ्यालुले मल्टिप्लाई गर्ने, जस्तो 20 इन्टु 15 गर्ने यो भनेको 300 हुन्छ। अनि 10 इन्टु 15 गर्ने यो भनेको 150 भइहाल्यो। 8 इन्टु 12 गर भने 96 हुन्छ। 5 इन्टु 10 गर भने 50 हुन्छ। त्यसै गरी अब यहाँको हाम्रो रहेको छ फर्मुलामा P0 Q1 यहाँ लेख्ने P0 Q1 हुनाले यहाँ P0 छ यहाँ Q1 छ। अब मल्टिप्लाई गर्ने 10 इन्टु 15 गर्ने 150 हुन्छ। त्यसै गरी 8 इन्टु 15 गर्ने 120 हुन्छ। त्यसै गरी 5 इन्टु 12 गर्ने यो गर भने 60 हुन्छ। त्यसै गरी 3 इन्टु 10 गर्ने यो गर भने 30 हुन्छ। अब हामी यसलाई टेबल बनाउँछौँ। यो सजिलो छ, यो कुनै गाह्रो छैन यो। र यसपछि अब हामी यहाँनिर चाहिँ अब यसको सम निकाल्छौँ। यहाँ सिग्मा P1 Q1 इज इक्वल टु यो जम्मै एड गर्ने, जम्मा यो एड गर भने 596 आउँछ। यो गर भने 596 आउँछ। यो एड गरेको यो 6 आइहाल्यो। त्यसै गरी यो 5 5 10 19 भइहाल्यो। 3 4 5 596 आउँछ। त्यसै गरी यो अब सिग्मा P0 Q1 इज इक्वल टु यसको भ्यालु एड गर्ने जम्मै, यो जम्मै एड गरेर भने हामीलाई आउँछ यहाँनिर 0 आइहाल्यो अनि 6 अनि 360 आउँछ। यसपछि अब हियर सिग्मा P1 Q1 इज इक्वल टु यो माथिको सार्ने हो 596। त्यसै गरी सिग्मा P0 Q1 इज इक्वल टु 360। अब हामीलाई चाहिएको छ प्राइस इन्डेक्स नम्बर पास चेकको इज इक्वल टु वाट। अब नाउ बाई फर्मुला
P01 PA इज इक्वल टु फर्मुला हाम्रो हुन्छ सिग्मा P1 Q1 अपन सिग्मा P0 Q1 इन्टु 100। अब भ्यालु पुट गर्ने इज इक्वल टु यो भनेको माथिबाट आएकै छ यो 596 हुन्छ। यो सिग्मा P0 Q1 भनेको यो 360 इन्टु 100 इज इक्वल टु यो भनेको 59600 अपन 360। अब यसलाई क्यान्सल गरौँ भने एन्सर आउँछ 165.56। देयरफोर P01 PA 500 भनेको नानी हो PA भनेको इज इक्वल टु 165.56 एन्सर। यसरी भए पनि हो यो गरेको 4 आउँछ यो गरेको 4 आउँछ जम्मा 8 हुन्छ र यसलाई हामी अब के बुझ्छौँ भन्दाखेरि अब यो लास्ट पेयर्सको भनेको चाहिँ बेस इयर पनि यसलाई भनिन्छ। बेस इयर मेथड भन्यो भने पनि यो लास्ट पेयर भनेर बुझ्नुपर्छ। यसमा चाहिँ अब Q1 हामीले राख्नु पर्दैन यो राख्नु पर्दैन। त्यसै गरी पास्ट इयरलाई हामी भनेको चाहिँ करेन्ट इयर मेथड पनि भन्छौँ हामी जसमा चाहिँ अब हामीलाई यो चाहिँदैन। यहाँनिर चाहिँ Q1 नचाहिँदा हामीले यहाँनिर Q0 चाहिँदैन हामीले यो बुझ्नुपर्छ। र यसरी भए पनि हो हामी यसलाई चाहिँ यो 8 मार्क्सको लागि गर्न सक्छौँ। यो सजिलो हिसाब छ यो। अब यसलाई यो लेखिसकेपछि हामीले अब फाइनल्ली अन्तिममा चाहिँ देयरफोर यो इज इक्वल टु यो इज इक्वल टु यो पनि लेख्न सक्छौँ अथवा यसरी अलग अलग पनि लेख्न सक्छौँ केही फरक पर्दैन। र भाइ बहिनीहरूलाई यो भिडियो कस्तो लाग्यो मन पर्यो पक्कै पनि बुझ्नुभयो भने कमेन्ट सेयर लाइक गरिदिनु होला र युट्युबमा गएर सब्सक्राइब गरिदिनु होला। थ्याङ्क यू।